एक यस्ता राजा जसले आफ्नो भेष बदलेर सामान्य मान्छे जस्तै भएर जनताको दुःख बुझ्न घर घर पुग्ने गर्थे। राजा महेन्द्र जब उनी देशका राजा थिए त्यतिखेर राजदरबारमा बसेर जनताको दुःख बुझ्न सकिँदैन भनेर उनी समय समयमा आफ्नो भेष परिवर्तन गरेर सामान्य नागरिक झैं गाउँ बस्ती र शहरका गल्लीहरूमा निस्किन्थे। यसरी भेष बदलेर जनता माझ पुग्दा उनले नेपाली जनतालाई के कस्ता समस्याले पिरोलिरहेको छ भन्ने कुरा प्रत्यक्ष रूपमा बुझ्थे। भनिन्छ राजा महेन्द्रले आम नागरिकको भेषमा घुम्दा कुनै अधिकारी वा प्रशासनिक फिल्टर बिना नै जनताको वास्तविक भावना सुन्ने गर्थे। जनताका गुनासा, दैनिक जीवनका कठिनाई र शासन प्रतिको धारणा उनी आफैले नजिकबाट अनुभूति गर्थे। यही प्रत्यक्ष अनुभवका आधारमा उनले नेपाली समाजको मर्म बुझ्ने प्रयास गरे र जनताको आवश्यकता अनुसारका नीति तथा कानून निर्माणमा जोड दिए। जनताको जीवनसँग नजिक रहँदै शासन गर्ने यो शैली राजा महेन्द्रको शासनकालको एउटा अनौठो तर उल्लेखनीय पक्ष मानिन्छ।